हाम्रो साथीहरू यहाँ बेल झारिरहनु भएको छ। हाम्रो प्राध्यापक हरि सिलवालजीलाई अब नयाँ नाम पनि दिन सकिने अवस्था आयो। बेल झारे कान्छा साधुराम सरको घरमा टन्नै बेलहरूका बोट रहेछन्। 3टा 4टा बोटहरू रहेछन्। बडो सुन्दर उपवन जस्तो ठाउँमा बस्नु हुँदो रहेछ उहाँ। आज संयोगले उहाँ कहाँ आइयो, खाना खाइयो। अब फर्किने क्रममा छौँ हामी, काठमाडौँ फर्किने क्रममा। र यहाँ बेल टिपेर लाने, जति सक्दो बेल टिपेर लान सक्ने एउटा अवस्था यहाँ छ। बेल फलेका छन्, पाक्न लागेका पनि छन् बेल। र हामीले टिप्यौँ। मैले पनि केही बेलहरू 5-7वटा मैले पनि टिपेँ। साधुरामजीले तानिदिनु भयो। र यहाँ थोरै बेल रहेछ र त्यसलाई टिप्ने कुरामा हाम्रो डाक्टर हरि सिलवाल बडो सिद्धहस्त ढङ्गले बेल टिप्दै हुनुहुन्छ। ओहो, ठुलो ठुलो बेलको झुप्पोमा अहिले आँखा पुगेको छ उहाँको। र त्यो झुप्पो छोड्नेवाला छैनौँ हामी। दिनेशजी चाहिँ त्यही निर्देशन गर्दै हुनुहुन्छ। हाम्रो दिनेश दुलालजी त्यो झुप्पोमा आँखा गाडै छौँ हामी अघिदेखि। आयो एउटा भएर आयो, एउटा आयो। यहाँ आउँदैछन् बेलहरू। र बेलको यसलाई संस्कृतमा यसलाई श्रीफल पनि भनेर भन्ने गरिन्छ। त्यस्तै अर्को नाम पनि छ यसको, बेलको। यो आयुर्वेदिक दृष्टिले अत्यन्तै राम्रो स्वास्थ्यकर चिज हो यो बेल। र यो बेसी ठाउँ जहाँ बिन्जेल भन्ने यो गाउँ, रमाइलो गाउँ छ बिन्जेल। उता घरहरू छन् पर त्यो माथिको यो घुमाउने डाँडाको डिलमा साधुरामजीको घर छ त्यो। र उहाँको पुछार पाटो हो, पुछार पाटोमा उहाँको बेलका रुखहरू छन्। हामी बेल टिप्दैछौँ। यो एउटा जीवनको अविस्मरणीय क्षण हुनेछ। यो बेल झार्न सक्यौँ हामीले भने त्यही चाहिँ झुप्पो, त्यो झुप्पोमा हाम्रो आँखा गाडिएको छ, तर टिप्न गाह्रो भइरहेछ। यो आकाशको फल आँखा तरी मर हुने त होइन कि भन्ने डर पनि छ हामीलाई। सँगसँगै यो बेल पाकेर कागलाई हर्षण विस्मत भने जस्तो पनि उखान छ। बेलसँग धेरै उखान जोडिएका छन्। ल हामीले 2-3टा बेल टिपेका छौँ। तल टिप्न जानुभएको छ हाम्रो साधुरामजी, टिप्दै हुनुहुन्छ। र